दर्शकवृन्द, विश्व प्रसिद्ध चलचित्र टाइटानिक तपाईले हेर्नुभएकै छ होला र टाइटानिक एक सत्य घटनामा आधारित चलचित्र थियो। त्यो समयको सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनेको थियो टाइटानिक। टाइटानिक एक जहाजको नाम थियो र टाइटानिकको वास्तविक कहानी के थियो आज हामी तपाईहरु सामु प्रस्तुत गर्दैछौं। टाइटानिकका विषयमा धेरै रोचक कुराहरू रहेका छन्। भिडियो अन्त्यसम्म हेर्नुभयो भने तपाईले टाइटानिकको विषयमा अत्यन्तै रोचक कुराकानी थाहा पाउनुहुनेछ। कृपया भिडियो अन्त्यसम्म हेर्नुहोला र टाइटानिक मुभी तपाईलाई पनि मन पर्छ भने कृपया भिडियोलाई एक लाइक गर्नुहोला र च्यानलमा नयाँ हुनुहुन्छ र सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई पनि सब्स्क्राइब गर्न नबिर्सनुहोला र सँगै रहेको बेल आइकनलाई पनि थिच्न नबिर्सनुहोला। दर्शकवृन्द, निकै नै उत्कृष्ट चलचित्र टाइटानिकको सत्य कहानी भित्रका रोचक कुराहरू आज हामी गर्नेछौँ। सामुद्रिक इतिहासको सबैभन्दा भयानक दुर्घटना मानिने टाइटानिक जहाज दुर्घटनामा 1517 जना मानिस मरेका थिए। टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महँगो पानी जहाज थियो। इङ्ल्यान्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्रामा टाइटानिक निस्किएको थियो। निकै शक्तिशाली उक्त जहाजमा सुरक्षाका सबै उपाय अपनाइएको थियो, तर त्यसका बावजुद पनि उक्त जहाज आफ्नो पहिलो यात्रामै हिउँको थुप्रोसँग ठक्कर खाएर डुब्यो। उक्त दुर्घटना सन् 1912 को अप्रिल 14 को रात 11:40 मा भएको थियो र रातको 2:20 मा पुरै जहाज समुद्रमा डुब्यो। र टाइटानिकका केही रोचक तथ्यहरू अब तपाईहरु माझमा हामी प्रस्तुत गर्न गइरहेका छौं। कृपया भिडियो स्किप नगरी अन्त्यसम्म हेर्नुहोला। टाइटानिक जहाजका चालकहरूले जहाज ठोक्किनु केवल 30 सेकेन्ड अघि मात्र आइसबर्ग देखेका थिए। यदि अलिक पहिले नै उक्त हिउँको थुप्रो देखिएको भए सायद जहाजको दिशा बदल्न सम्भव हुन्थ्यो र समुद्री इतिहासको उक्त भीषण दुर्घटना टर्न सक्थ्यो। जहाजमा धुवाँ निस्किने 4वटा चिम्नी अर्थात् स्मोक स्टेक्स थिए। टाइटानिकका हरेक तस्बिरको अभिन्न हिस्सा हुन् ती 4 चिम्नी, तर खासमा ती 4 चिम्नी मध्ये एउटा केवल देखावटी मात्र थियो, अर्थात् केवल 3वटा बाट मात्र धुवाँ निस्कन्थ्यो र एउटा केवल सजावटको लागि मात्र राखिएको थियो। उक्त भयावह दुर्घटना हुँदाको रात आन्ध्र महासागरमा क्यालिफोर्नियम नामको अर्को जहाज पनि तैरिरहेको थियो। उक्त जहाज टाइटानिक भन्दा धेरै टाढा पनि थिएन, तर समयमा सूचना प्राप्त नहुँदा क्यालिफोर्नियन समयमा दुर्घटनास्थलमा पुग्न पाएन र धेरै यात्रुको ज्यान जोगिन पाएन। दुर्घटनाको केही दिन पहिले लाइफ बोट ड्रिल अभ्यास गर्ने कार्यक्रम थियो, तर अन्तिम समयमा उक्त अभ्यास कार्यक्रम रोकियो। यदि लाइफ बोट अभ्यास गरिएको भए डुङ्गाहरूको राम्रो व्यवस्था भएर धेरै यात्रुको ज्यान जोगिन सक्थ्यो होला। टाइटानिक फिल्मको सबैभन्दा हृदय विदारक दृश्यहरू मध्येको एक हो। जहाज डुबिरहँदा पनि म्युजिक ब्यान्डका सदस्यहरूले सङ्गीत निरन्तर जारी राख्नु। यो कुनै काल्पनिक कथा थिएन। वास्तवमा जहाज दुर्घटनाग्रस्त हुने समयमा त्यहाँ त्यस्तै सङ्गीत गुन्जिरहेको थियो। दुर्घटनामा धेरै यात्रु लाइफ बोटको सहायताले ज्यान जोगाउन सफल भएका थिए, तर लाइफ बोटको सही व्यवस्थापन हुन नसक्दा धेरैको ज्यान गयो। कतिपय लाइफ बोटहरूमा पर्याप्त ठाउँ छँदै वा खाली हुँदाहुँदै पनि जहाजका यात्रुहरूलाई राख्न सकिएन। एउटा रोचक, अनौठो तथा यथार्थ तथ्य के हो भने टाइटानिक जहाज बनाउनमा जति खर्च लागेको थियो त्योभन्दा धेरै खर्च जेम्स क्यामरूनको फिल्म टाइटानिक बनाउन लागेको थियो। टाइटानिकलाई ध्वस्त पार्ने कुख्यात हिम पहाड उक्त दुर्घटना हुनुभन्दा 2900 वर्ष पहिले नै बनेको थियो। उक्त भीषण दुर्घटनामा जहाजका एक सेफ पनि बाँचेका थिए। उनी बाँच्नुको कारण निकै रोचक छ। वास्तवमा ती भान्सेले जहाज डुब्नु अघि निकै नै धेरै रक्सी पिएका थिए। अब जसरी पनि मरिन्छ भनेर धोकाधार रूपमा उनले पिएको रक्सी आखिर अमृत बन्यो। उनी समुद्रको पानीमा खसेपछि जिउमा धेरै रक्सी भएकै कारण उनको शरीरको तापक्रम धेरै घट्न पाएन र उनको ज्यान जोगियो। स्मरण रहोस्, टाइटानिकका धेरै यात्रुको डुबेर भन्दा पनि समुद्रको अत्यधिक चिसो पानीका कारण मृत्यु भएको थियो। त्यस दिन टाइटानिक जहाजमा यात्रा गर्नका लागि अमेरिकाको चर्चित चकलेट कम्पनी हर्सेस चकलेट्सका मालिक मिल्टन हर्सेले पनि टिकट काटेका थिए, तर अन्तिम समयमा उनले आफ्नो यात्राको योजना परिवर्तन गरे र टाइटानिकमा चढेनन्, जसका कारण संयोगले उनको
ज्यान बच्यो। टाइटानिकमा एक जापानी यात्रु पनि थिए जो दुर्घटनामा बाँच्न सफल भए। जापानी सरकारी जागिरे मासाबुमी होसोनो टाइटानिकका एकमात्र जापानी यात्री थिए। तर जब उनी बाँचेर जापान फर्किए तब उनलाई जहाज छोडेर भागेको आरोपमा सबैले घृणा गरे। जहाजसँगै नडुबी स्वार्थी भएर आफू मात्र बाँचेको भनेर जापानी सर्वसाधारण मिडिया तथा सरकार समेतले उनलाई छिछि दूर गराए। उनलाई जागिरबाट पनि हटाइयो र कायरको संज्ञा दियो। उनको सन् 1980मा मृत्यु भयो। हिउँको पहाडसँग ठोकिएर दुर्घटनाग्रस्त हुने टाइटानिक दुनियाँको एकमात्र ठुलो जहाज हो। टाइटानिक दुर्घटनालाई वास्तविक फिल्ममा उतारेका हिरो ज्याक र हिरोइन रोजले अत्यन्तै सुन्दर अभिनय गरेका थिए। यही एउटा चलचित्रले उनीहरूलाई संसारभरिका मानिसहरूले चिनेका थिए। दर्शकवृन्द, विश्व प्रसिद्ध चलचित्र टाइटानिक र त्यसको वास्तविक घटनाबारे रोचक तथ्यहरू हामीले जानकारी दियौँ र तपाईँलाई भिडियोको मन परेको रोचक कुरा कुन चाहिँ लाग्यो कृपया कमेन्ट बक्समा लेख्न नबिर्सनुहोला र च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला र नजिकै रहेको बेल आइकनलाई पनि थिच्नुहोला। यतिन्जेल भिडियो हेरिदिनुभयो धेरै धेरै धन्यवाद। तपाईँ हेर्दै हुनुहुन्छ के छ संसार।